कोसिस गरिरहनुस्। सफल भए घरको परिवार खुसी, असफल भए दुश्मन खुसी। शेर आफ्नो तागतले राजा भएको हो, किनकि जङ्गलमा चुनाव हुँदैन। आज यस्तो छ हालत मेरो, एक दिन सुध्रिहाल्छ नि। त्यो दिन कोही मान्छेको बिग्री जान्छ। खेल तागतले होइन, दिमागले खेल्नुपर्छ। जसलाई जे भन्न मन छ भन्न दिनुस्, तपाईको के नै जान्छ र समयको खेल हो, त्यसैले पालो सबको आउँछ। तपाईँ जहिले पनि डराइरहनु राम्रो छ, एकचोटि खतराको सामना गर्नुभयो भने। जिन्दगी यस्तै छ, सानोमा रुमाल लुकाई खेल्थ्यो, अहिले ठुलो भयो दुःख लुकाई खेल्छु। जुन कुराले तिमीलाई समस्यामा पार्छ, त्यही कुराले तिमीलाई जीवनमा सफलता दिलाउन सक्छ। पहाड चढ्ने सपना मात्र देखेर हुँदैन, घर अगाडिको तगारो पनि ढाक्ने हिम्मत हुनुपर्छ। यदि जिन्दगीलाई बुझ्नु छ भने पछाडि फर्केर हेर, यदि जिन्दगी जिउनु छ भने अगाडि हेर। तोरीको दाना सानो हुन्छ, तर त्यसको आफ्नो जरा फैलाउने क्षमता राख्छ। त्यसैले कहिले पनि अवसरलाई सानो ठानेर नछोड। जब संसारले तिमीलाई छोड्दै हुन्छ, तब एउटा साथीले तिमीलाई छोड्न सक्दैन भने उनी असल साथी हो। स्वस्थ सबैभन्दा ठुलो उपहार हो, सन्तोष सबैभन्दा ठुलो धन हो, वफादारी सबैभन्दा ठुलो सम्बन्ध हो। अरू पीडा भुलेर म खुसीले फेरि फुल्ने गर्छु। जब हाँस्छिन् मेरी उनी, म फेरि हरेक भुल्ने गर्छु। तिमी को भनेर अरूलाई निर्णय गर्न नदेऊ, आफ्नो परिचय तिमी आफैले बनाऊ। जुन व्यक्तिले कहिले गल्ती गरेको छैन, त्यस व्यक्तिले जीवनमा नयाँ काम गर्ने कोसिस गरेको हुँदैन। तपाईँ कुनै चिजको राम्रो होस् भन्न चाहनुहुन्छ भने त्यो तपाईँ आफै गर्नु। ज्ञान नै प्रकाश हो, यो नभए हामी एक कदम पनि अगाडि बढ्न सक्दैनौँ।